नमस्ते, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी नयाँ ब्लग लिएर आइसकेका छौँ। दुईवटा कुकुर आइरहन् है, सेम सेम। कस्तो डर भयो। हजुर छैन। अहिले चाहिँ हामी ठुलाबेसीबाट हिँडिसक्यौँ। अगाडि बिहानभरि रातिभरि पानी आएर यति ठुलो पानी परेको थियो हिँड्दाखेरि, तर ठ्याक्क हिँड्ने बेला चाहिँ पानी त रोकिएको थियो। त्यही नि हामी गयौँ। अब चाहिँ हामी यहाँबाट बालबाङको बाटो हुँदै बुटोल गएर चाहिँ हामी पोखरा जान्छौँ। पोखरा गइसके पछाडि चाहिँ हामी पोखराबाट 1-2 दिन कति बस्छौँ पोखरा, अनि त्यसपछि हामी मनाङ जान्छौँ। मनाङमा यहाँनिर हुँदैछ। यही ब्याग झर्या रिस उठ्दो। अनि हामी चाहिँ यहाँ बागदुलादेखि यता बिजुवार जाने रोडमा आएर बसेको। हाम्रो चाहिँ खलङ्गादेखि सामान आउँदैछ, त्यही भएर हामी यहाँ आएर वेट गरेछौँ। अब हामी यहाँदेखि सामान आयो भने फेरि यो बाटो हुँदै जान्छौँ, अनि त्यहाँ पारीको बाटो हुँदै यसरी जान्छौँ उतादेखि। यताको चाहिँ बागदुला बजार छ, अनि उता चाहिँ बिजुवार बजार छ। हजुर छि कस्तो साह्रो बिल्ला गरे र। ब्यागहरू तपाईँलाई कस्तो लागिरह? औडा भएको थियो लास्टै तनाव भएको थियो। लास्टै त्यो हिलोको बाटोमा म 2 जोर गरेँ। यहाँबाट हिमाल देखिन्छ भन्ने लाज लाग्दैन? हजुर यहाँबाट त नि कसरी देखिन्छ त? पुरै हिउँै हिउँछ। एकरे बादल लागेको देखिन्छ त। कस्तो चिसो भयो। अब हामी हाम्रो घरनेरि आइपुग्न लाग्यौँ। हजुर खेत होला नि, गहुँ काटे जस्तो मानिन्छ। हामी आइपुग्यौँ बटडाँडादेखि अगाडि। अब हामी झर्दैछौँ तल दरबानतिर। त्यसपछि हामी घर गएर खाना खाएर हामी कहाँ जान्छौँ रे भन्नु न? कहाँ रे? पोखरा पनि उज्यालोमा पुग्यो नि, सङ्कट आयो भने उज्यालोमा पुगिन्न। पोखरा त उज्यालैमा पुगे पनि त्यही बसिन्छ नि। कहीँ गयो? हजुर ओके। निस्किन नपाउँदै फेरि पानी पऱ्यो। घरबाट निस्किन नपाउँदै फेरि पानी पऱ्यो भने के? हामी अहिले दरबार खोलाबाट अगाडि यस्तो बाटोहरूमा नि खाडा हुँदो रहेछ कि। अनि त्यहाँ अस्ति हामी झन्डै गएको नि, खै कताबाट आउँदाखेरि भेटो कि खै कहाँनिर खाल्टोमा। त्यही भएर गइ पुग्दा बित्तिकै यति ठुलो पानी पर्यो कि आज हामी त्यतै रोकिन्छौँ जस्तो लागेको थियो। तर खाना खाएर एकछिन फ्रेस भएर बसिसकेपछि फेरि पानी रोक्यो, अनि हामी फेरि लाग्यौँ अगाडितिर। अब चाहिँ हामी प्युठान जिल्लाबाट हजुर हजुर अब चाहिँ हामी प्युठान जिल्लाबाट प्युठान जिल्लामा प्रवेश गऱ्यौँ। हजुर पानी ठुलो पानी नै आएको छैन, अनि कहाँ जाओस् त? अनि तर यो खोला मैले जहिले तलदेखि माथितिर बगे जस्तो मान्छु। पानी परेको भएर रुखको यो कलर
बर्सातको ठुलो पानीले रुजाएपछिको यो दृश्य यति मनमोहक थियो कि भर्खरै पानी रोकिए पछाडि बाटो पनि मजाको अनि त्यसपछि सालको पातहरू पनि पहेँलो कलरको भइसकेको कुनै कुनै भुइँमा झरेको अनि यस्तो मजाको पहिले डढेलो लागेको या खै के हो त्यस्तो अर्कै खालको स्मेल आइरहेको थियो यो जङ्गलबाट। यो चाहिँ दाङको राप्ती गाउँपालिका हो। यहाँदेखि चाहिँ अब हामी भालुवाङ बजार जाँदैछौँ योदेखि तलतिर। अहिले बिहान ठुलो पानी परेको भएर हो या खै रोड चाहिँ एकदमै अलिअलि बाइकहरू आइरहेछ, होइन भने खाली नै छ। यस्तो खाली रोडमा भर्खरै पानी परेर रोकेको रोडमा यसरी मजाले टेन्सन फ्री भएर हिँड्न पाउँदा चाहिँ स्वर्गीय आनन्द नै मिलिरहेको थियो। तर फेरि बाटोमा अझै ठुलो पानी परेर कति रोकिनुपर्छ कि भन्ने डर पनि थियो, किनकि मम्मीले पानी ठुलो पर्छ होला यतै बस अहिले पानी रोकियो भने मात्रै जाउला भनेर भन्नुभएको थियो। अलिअलि पानी रोकिँदा बित्तिकै हामी फेरि टाप कस्यौँ होइन। अनि हिँड्दाखेरि चाहिँ सजिलो हुन्थ्यो, अलि लामो हिँड्दाखेरि चाहिँ अलि थकाइ लाग्थ्यो, होइन भने चाहिँ बस्दाखेरि लास्टै गर्मी जाउ लाग्दो हुँदो रहेछ। अनि हिँड्यो भने फेरि आनन्द आउने। अनि त्यही कति ठाउँमा दुःख भयो, कति ठाउँमा चाहिँ मजा आयो, सुख भयो। यसै गर्दा गर्दै हामी चाहिँ हिँडिरह्यौँ निरन्तर। भालुवाङ बजारबाट हामी अर्के खाँची, अब हामी यतै फेरि अर्के खाँची आयौँ है। त्यहीदेखि बिउ खान्थ्यो, त्यही आयो अनि यतै फेरि अर्के खाँची आइहाल्यो। फेरि अलिकति अगाडि गयो भने फेरि दाङ आउँछ है। भालुवाङदेखि यताको एउटा स्पेसालिटी भन्नु। हजुर हजुर, तपाईँलाई कुनै युनिक लागेको कुरा के? हजुर
गाउँपालिका 1 अनि शिवराज पनि लेखेको छ त यो दाङ हो कि उता हो दाङ हो कि उता हो त्यस्तै यहाँसम्म त दाङै गडवा गडवा 1 धानखोला दाङ गडवा गाउँपालिका रहेछ यो त्यो चन्द्रतातिरै पर्छ होला भन्ने सोचेको कपिल बस्तीतिर पर्छ भनेको तर होइन अब सायद धानखोलादेखि उता गएपछि हो है कपिल बस्तु धानखोलाको पुल हो अनि यहाँ चाहिँ मन्दिरहरू छ बस्ती पनि छ यो चाहिँ धानखोलाको मन्दिर हो कति धेरै परेवा छ मन्दिरभित्र अनि यो चाहिँ स्टाफले खाना खाने ठाउँहरू प्राय लामो यात्राको गाडीहरू आयो भने चाहिँ यहीँ खाना खान्छ मैले यति पटक चाहिँ खाएको छु यहाँ के भयो हरिद्वार नेपाल भारत ए यो त भारतको जाँदो रहेछ उत्तराखण्ड अब यहाँ अर्को खोला आयो सुरई खोला भन्ने ए हो रहेछ त हजुर हजुर खोइ मैले भिडियो बनाइरहेको छु अनि त्यही भएर यस्तो गरेँ कि रोक्ने हो र कोइला खोला भन्ने चन्द्रौटा ए सरी चन्द्रौटा पुग्न अझै केही बाँकी छ यो कपिलवस्तु जिल्ला नै हो भालुवाङदेखि यता आइसकेपछि यहाँ भालुवाङदेखि चन्द्रौटा यतातिर आइसके पछाडिको मलाई युनिक लागेको भनेको यहाँ एकदमै धेरै खोलाहरू छन् यो खोला त्यो खोला यो खोला त्यो खोला सब खोलाको नाम हुन्छ त्यो चट्यानहरू नि पारीको कस्तो सोली सोली बसेको मामा खोला हेर्नु मामा खोला अरे के अब यहाँ भान्जा खोला नि भेट्न पाएँ मामा खोला हजुर यहाँ आयो ठाडे खोला हरेक मान्छेको यात्रामा उनीहरूले त्यो यात्रालाई परिभाषित गर्ने तरिका एकदमै फरक हुने कि है अब जस्तै मेरो दिमागमा नि सुन्नु न मेरो दिमागमा मलाई सुने हो अनि ढोटपाटन चाहिँ ओहो हिउँ पर्ने ठाउँ रहेछ चिसो ठाउँ रहेछ अनि यस्तो पानी आएर यस्तो गाह्रो रहेछ भने भयो नि त जुन बाटोमा अनि एउटा खालको इमेज मेरो त्यो भन्यो कि अनि अरू मान्छेहरूको त्योभन्दा अगाडि अरू मान्छेहरूको भिडियो हेर्दा त्यो गर्दाखेरि फेरि ओहो फुल पनि फुल्दो रहेछ यहाँ यस्तो ठाउँ पनि रहेछ माथि पनि जानु मिल्दो रहेछ जस्तो भइरहेको थियो कि त्यही भएर हरेक मान्छेको यात्राको अनुभव चाहिँ छुट्टा छुट्टै हुँदो रहेछ त्यही भएर कुनै पनि एउटा मान्छेले आफूले एक्सप्लोर गरेको भिडियो हेरिकन अर्को मान्छेले त्यही अनुसार प्रिपेयर गरेर हिँड्न चाहिँ नहुँदो रहेछ जस्तो लाग्यो कि मलाई त्यही त त्यो चाहिँ हो हजुर
गयो हिउँ परेको थियो होइन त्यो चाहिँ हो रहेछ र यो घरहरू पनि यहाँको थरबाट चोर खोला आयो फेरि यो होइन नि यो होइन उतै उतै यो भन्दा बर्फानीको बाटो भन्यो यो हो पहिरा खोला अब हामी चन्द्रौटा पुग्न त आँटेको छैनौँ अझै धेरै छ चन्द्रौटा पुग्नलाई प्युठान भन्ने त्यो के म पहिले आउँदाखेरि प्युठान सिमेन्ट देख्दाखेरि पनि कस्तो आफूलाई प्युठान तेल पावर टाइपको यहाँ धेरै ठाउँहरूमा देखिन्थ्यो हामी चाहिँ अहिले शिवपुरमा छौँ शिवपुरको चाहिँ लागिरह एकदम मस्त मस्त लागिरह अझै पनि मलाई त कस्तो थकाइ लागेको छ मलाई थकाइ लागेछ यहाँलाई मस्त लाग्यो थकाइ मार्न त बसेको हामी यहाँ बुटो लाउनु अझै कति समय होला साथी भेट्न आयो चिन्नुभएको थियो कति थोरै दिएको त नि खाना पनि पर्यो नि फाल्छ चक्लेट खाने हो हेर्नु न मुख मिठो मिठो गराएको छ के अरे राखिदिउँ पुरै देखेको छैन लौ सिङ्गे दिएर विचार गर्नु के अनि त्यत्रो नि कहाँ खाओस् त नि बिचराले खाएन के खान्छौ त तिमी अब बुटोल हुँदै अब पाल्पातिर लाग्यौँ यहाँदेखि पाल्पा सुरु भयो सुरुङ छ कतातिर हो योदेखि अलि माथि पुग्दासम्म कस्तो अप्ठ्यारो जस्तो छ नि है रामापिथेकस भन्ने मैले कहीँ पढेको हजुर
भन्ने कुरा आएन हौ त्यस्तो के हो सिद्ध बाबा मन्दिर यतापट्टि चाइनाले गरेको रहेछ है अहिले त चाइनिज अक्षर लेखेको छ त्यसको यो खुल्यो भने हामी अर्कोपट्टिबाट कहाँनिर निस्किन्छौँ यही बाटोमा मिसिन्छ त्यो पनि यो बाटोमा धेरै पहिरो गइराख्ने भएर त्यो विकल्पको रूपमा त्यो गरेको होला है ओके यहाँ पनि रहेछ त पानी छ भित्र त्यो झरना बर्खामा त ठुलो हुन्छ होला है बल्लै पर्दैछ कसरी झर्ने आउनु र हजुर मारे के त्यो बाटो हेर्नु न सट्टै यसरी सिडी सिडी लगा ए हजुर साथ में हम सफर हो और क्या मुझे कुछ यो चाहिँ मनाङ राइडको पहिलो दिनको भिडियो अनि हामी चाहिँ यति बेला पोखरा नै पुग्छौँ तर यो भिडियो चाहिँ हामीले यतै पाल्पानेरी यहीँनेर इन्ड गरेको छौँ हेर्दै गर्नु होला अब अर्को भ्लगमा हामी अर्को नयाँ योदेखि अगाडि पुगेको भिडियोहरू हामीले तपाईँहरूलाई देखाउने नै छौँ बाई बाई